ल यो रेडी हुँदैछ यहाँनिर चाहिँ हैन मान्छेहरू डेन्जर काम गरिराख्नु भएको छ अनि फुटबल ग्राउन्डलाई चाहिँ पानीले मज्जाले भिजाउँदैछ हैन सबैभन्दा अमेजिङ चाहिँ यो लाइटको हेर्नु त्यहाँनिर मोस्टली धरानीहरू चाहिँ फुटबल लभरहरू छन् त सो इट्स सो ब्युटिफुल बट हेलो दाजुहरू हेलो हेलो सुन्नु न कहिलेको गेमको लागि होला 7 देखि 21 कुन गेमको नाम के पो हो वडाको हो ए 7 देखि 21 हैन हुन्छ ल धन्यवाद यति धेरै राम्रो बनाउँदै हुनुहुँदो रहेछ तपाईहरुलाई मैले तपाईहरुको है दिउँसो त घाम एकदम हुन्छ नि त बरु राति नै राम्रो हैन त ल तपाईहरुको भिडियो बनाउँदैछु ल धन्यवाद तपाईहरुलाई ओके वेलकम अरे म पनि नेपाली बोले त खतरा थ्यांक यू भन्दिनु अरे यहाँ लाइसकेको रहेछ त अनि फेरि यो के रे टाइल्स ओके यस्तो छ तर धरानको यता यो चाहिँ भीमसेन पथ हो यो सबै तल अनि मोस्टली मेलाहरू चाहिँ यहाँनिर लाग्ने गर्छ किनभने पब्लिकमा लाग्थ्यो पब्लिकमा चाहिँ अब धेरै डिस्टर्बेन्सहरू त्यहाँ भयो अनि राति निन्द्राहरू पनि डिस्टर्ब डेन्जर भयो भनेर त्यहाँको मान्छेहरूले कम्प्लेन गरे पछाडि यो चोटिबाट धरान डे पनि यहीँ भयो हैन अनि अरु के भयो अरु 2-3 वटा टावर यसले उकाउँदै रहेछ अन्त भनेको हामीहरू इन्टरनेसनल फुटबल स्टेडियममा छौं नम्बर 2 ले राम्रोसँग बल पास गर्दैछ हाम्रो घरमा लगेर राखिदिने सो अमेजिङ छ यस्तो मिठो हावा आइरहेछ यहाँनिर यस्तो त्यो हिलमा पुरा त्यो माथि के अरे स्वयम्भूमा क्या बस्दाखेरि मिठो हावा आएछ डेन्जर यहाँ चाहिँ धेरै हाइट छ क्या त्यहाँबाट यहाँ माथि कति हाइट होला मेबी 10 मिटर 10 मिटर होइन लगभग 8-9 मिटर छ एकदमै राम्रो माथि यस्तो गरेर दुःख गरेर उयो गर्दैछ क्या बनाउँदैछ हामी साउथ पार्टबाट छौँ यहाँ स्टेडियमको साउथ पार्टमा चाहिँ यो पुल बन्दैछ हेलोजिन लाइट राख्नको लागि गेमको लागि सो ल यु गाइज कम हियर लुक एट दिस गाइज माथि भ्यू पोइन्ट सारङ्गा अप्पर दामी देखिरहेछ हैन यो लाइटहरूले गर्दा खास देखिएन धरानको एउटा बिग एउटा के भन्ने एउटा प्रपर्टी चाहिँ स्टेडियम हो क्या यो फर्दर इन्फर्मेसन आई विल गिभ यु अहिलेको लागि चाहिँ म र दिपेन चाहिँ यो फ्रेमबाट केही समयको लागि चाहिँ दिपेन र म यो फ्रेमबाट बिदा हुन चाहन्छौँ यहाँहरूको दिन यहाँहरूको समय शुभ रहोस् ह्याभ अ गुड डे ह्याभ अ गुड टाइम बाई 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 गर्नुभएको बाई बाई